हामीले जान्नुपर्ने कुरा। अस्ति मैले तपाईँलाई पहिलो महिनाको पहिलो हप्ता के भने त्यो एउटा तपाईँहरूले चाहिँ सिङ्कुको विश्वासको तपाईँले चाहिँ विश्वासलाई तपाईँले चाहिँ ग्रहण गर्नुभएको होस्। प्रभु यीशु ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ र प्रभु यीशु ख्रीष्टले मेरो लागि मर्नुभयो, गाडिनु भयो, उहाँ भौरी उठ्नुभयो। प्रभु यीशु ख्रीष्टको त्यो कुराको लागि तपाईँले जब विश्वास गरेर तपाईँले उहाँलाई ग्रहण गर्नुहुन्छ, त्यसपछि तपाईँको उद्देश्य हुनुपर्छ बप्तिस्मा लिने कि नलिने, किन लिने बप्तिस्मा भन्ने कुरा तपाईँले बुझेर यो कुरा चाहिँ लिनु पर्छ है। कतिजनाले चाहिँ होइन म यतिकै क्रिस्चियन भएर हिँडिरहेको छु भनेर तपाईँले सोच्नुहुन्छ। तर प्रभु यीशु ख्रीष्टको जीवनलाई हेरौँ हामीले, अरूको जीवनलाई नहेरौँ। प्रभु यीशु ख्रीष्टलाई फोकस गर्नुहोस् तपाईँले। प्रभु यीशु ख्रीष्टले पनि अहिले यूहन्नालाई भन्नुभयो तपाईँबाट पो मलाई बप्तिस्मा लिनुको आवश्यकता छ, किनभने यूहन्नालाई थाहा थियो म त परमेश्वरको पुत्र हुनुहुन्थ्यो। प्रभु यीशु ख्रीष्टले के भन्नु, अहिले यसै संसार र शरीरको कुरामा पनि प्रभु यीशु ख्रीष्टले सबै कुरा एक्सेप्ट गरिराख्नु भएको कुरा हामी देख्दछौँ। होइन म त परमेश्वरको पुत्र हो भनेर एकैचोटि उहाँले हात उठाउनु भएको कुरा त्यहाँ देख्दैन। संसार र शरीरको कुरामा तपाईँ र म पनि त्यसरी नै प्रभु यीशु ख्रीष्टको कुरालाई हेर्दै फोकस गर्दै जान सक्नु पर्यो। हामी धेरैजना चाहिँ मण्डलीको अगुवाहरूलाई, मण्डलीलाई विभिन्न कुराहरूलाई मात्रै फोकस गरिरहेको हुन्छौँ। फोकस नगर्नु भन्ने कुराहरू होइन, तर त्यो कुरा इम्पोर्टेन्ट होइन। म तपाईँहरूलाई यहाँबाट यो चाहिँ एकदमै तपाईँले जान्नु पर्यो, बुझ्नु पर्यो। भाइ बहिनीहरू, प्रभु यीशु ख्रीष्टले जान्नु भएको छैन भने तपाईँले मण्डली आएको कुनै पनि उद्देश्य नै हुँदैन। प्रभु यीशु ख्रीष्टको प्रचारलाई तपाईँले बुझ्नु पर्यो सबैभन्दा पहिला कुरा है। कतिजना होला अगुवाहरूको कुरा पनि होला, विभिन्न कुराहरू तपाईँलाई लाग्छ होला, तर प्रभु यीशु ख्रीष्टलाई भेट तपाईँले गर्नु भएको छैन भने त्यो चाहिँ बेअर्थ हुन्छ तपाईँहरूको जीवन। प्रभु यीशु ख्रीष्टले त्यसपछि के गर्नुभयो त हेर्नुहोस् त, बप्तिस्मा लिइसकेपछि फेरि गइहाल्नु भयो प्रचारको लागि, गर्नु भएन। हाम फालिहाल्नु भयो त कुनै ठाउँमा डाँडामा, लु अब है सबैजना म प्रचार गर्न, लु रोग बिमारलाई म निको पारिहाल्छु भनेर भन्नुभयो। त्यो लेखेको छैन भाइ। तपाईँले मत्ती 4:2 पल्टाउनुहोस्। तपाईँहरूलाई म एकदम सरल तरिकाले है, मेरो शब्द तपाईँले बुझ्नु भएको छैन, मैले बुझिनँ भन्न सक्नुहुन्छ, म बुझ्ने तरिकाले तपाईँलाई सिकाउँछु। अझै पनि म आफै पनि कति सरल भएको छैन भने तपाईँहरूलाई बुझाउनु पर्छ। मत्ती 4:2 कसैले पढिदिनुहोस् त त्यहाँनिर। उहाँ 40 दिन र 40 रातसम्म उपवास बसिसकेपछि हुकाउनु भयो है। हेर्नुहोस् त, 40 दिन 40 रात उहाँ के गर्नुभयो भनेको छ, उपवास बस्नुभयो। अब हेर्नुहोस् है, कतिजनाले उपवास चाहिँ आफू यासीहरू घट्नुको लागि म फास्टिङ बसेको छु भनेर फास्टिङ भन्ने शब्द त नि, उपवास भन्ने शब्द त नि अहिले त अर्कै भइसक्यो। शब्द पनि कस्तो कस्तो आउँछ हेर्नुहोस् त। गुड फ्राइडे, ब्ल्याक फ्राइडे भइसक्यो है। संसार कतैतिर जाँदैछ हेर्नुहोस् त। फास्टिङ त बाइबलले भनेको फास्टिङ त अहिले डाइटिङ फास्टिङ भइसक्यो। के फास्टिङ भनेर भन्ने कुराहरू शब्दमा गइसकेको छ हेर्नुहोस् त। प्रभु यीशु ख्रीष्टले नि यो फास्टिङ चाहिँ किन गर्नुभयो त? महत्त्वपूर्ण कुरा तपाईँले मलाई सिकाउनु भएको कुरा। तपाईँ लिडरहरू, तपाईँहरू जतिजना तपाईँहरू हुनुहुन्छ, लिडर मात्रै नभएर तपाईँहरू जतिजना हुनुहुन्छ ख्रीष्टमा, तपाईँले जान्नुपर्ने कुरा चाहिँ, म उपवासको कुरा छोडिदिउँ, त्यसलाई एक साइडमा राखौँ। कतिजना तपाईँले उपवास गर्न सक्नु भएको छ। प्रभु यीशु ख्रीष्टले आफ्नो मिनिस्ट्री सुरु गर्नुभन्दा अगाडि 40 दिन 40 रात के पनि नखाइकन, हेर्नुहोस् है, के पनि नखाइकन प्रभु यीशु ख्रीष्टलाई डाइटिङ गर्नु आवश्यकता थियो होला। त्यो समयमा डाइटिङ भन्ने शब्द नै थिएन होला नि है। तर त्यतिखेरको समयमा नि डाइटिङ भन्ने शब्द अर्को बेठिक तरिकाले चलाउँदै नि फरिसी शास्त्रीहरूले। अनुहार चाहिँ क्यारो गरेर आउने क्या सबैको अगाडि, के भयो सुभाष भनेर सोद्धाखेरि रातभरि 2-3 दिन भइसक्यो के अरे उपवास प्रार्थना बसेको नि, के पनि खाएको छुइनँ देखाउनु थियो त्यतिखेरको समयमा होइन। त्यस्ताहरू पनि थिए त्यतिखेरको समयमा। तपाईँले बाइबल पढ्नुभयो भने जसले चाहिँ देखाउन चाहँदथ्यो, के गरिस् भनेर भन्दाखेरि रातभरि प्रार्थना गरेको नि। आज कतिजनाको बानी त्यस्तो हुन्छ है। हामीले प्रार्थना गर्दाखेरि चाहिँ प्रभु सिकाउनु भएको छ,
गुप्तमा गएर ढोका थुनेर प्रार्थना गर। गुप्तमा प्रार्थना जब गर्छौ गुप्तमा परमेश्वरले देख्नुहुन्छ र तपाईहरु मलाई त्यो चाहेको कुरा दिनुहुन्छ भनेर सिकाउनु भएको छ। सामूहिकमा गर्ने प्रार्थना पनि परमेश्वरले सिकाउनु भएको छ। यहाँनिर चाहिँ प्रभु यीशु ख्रीष्टले आफ्नो मिनिस्ट्रीको बारेमा म तपाईलाई भन्दैछु, लिडरशिप र लिडरहरूले तपाईले जान्नुपर्छ तपाईले कतिको प्रार्थना गर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईलाई दाइले जिम्मा दिएको होला, मण्डलीले दियो होला जिम्माको कुरा, तर छ नि तपाईहरु त्यो कुराको लागि जिम्माको लागि मेरो जिम्मा के हो र कुन उद्देश्यले चाहिँ मैले यो जिम्मा पाएको छु भनेर तपाईले कतिले प्रार्थना गर्नु भएको छ। मलाई लाग्छ धेरैजनाले प्रार्थना गर्नु भएको छैन र त नि तपाईले तपाईको लिडरशिपै बुझ्नु भएको छैन। तपाईलाई दाइले कुन चाहिँ जिम्मा दियो, के को लागि दियो, कुन उद्देश्यले मैले चाहिँ यो लिडरशिप लिएको तपाईले जान्नै भएको छैन। धेरैजनाले भोलिन्टियरको कुराहरु पनि त्यही नै हो है। त्यसको लागि तपाईले प्रार्थना गर्नुपर्छ। सबैभन्दा पहिला कुरा प्रभु यीशु ख्रीष्ट सिकाउनु भएको त्यो सेवकाई गर्नुभन्दा अगाडि प्रभु यीशु ख्रीष्ट स्वयंले पनि 40 दिन 40 रात प्रार्थना गर्नुभएको कुरा बाइबलमा लेखिएको छ। मर्कुस 1:13 देखि त्यहाँनिर तपाईले हेर्नुभयो भने 11 देखि 13 सम्म त्यहाँ लेखिएको छ। त्यसपछि 4:1 देखि 13 सम्म त्यहाँ पढ्नुभयो भने प्रभु यीशु ख्रीष्टले त्यहाँनिर लेख्नु भएको छ। त्यस्तो प्रार्थना गरेर एउटा उद्देश्यमा योजनामा प्रार्थना गर्दाखेरि त के भयो, टेम्पटेसन आयो। शैतानले हेर्नुहोस् त तपाईहरुमा प्रार्थना बिना हिँड्छौ नि, तपाईलाई शैतानले मलाई त कति हो कति त शैतानले त मजाले मादल बजाएको जस्तो गरेर तपाईहरु मेरो जीवन लान्छ। त्यो भएर क्रिस्चियन जीवन चाहिँ के हो भनेर बुझेको छैन धेरैजनाले। इस्टर पनि होइन, गुड फ्राइडे अनि यो तीनटा कुरा मात्रै हो क्रिस्चियनहरुको लागि। धेरैजनाले त्यो नबुझेको कारण चाहिँ मण्डली आउनु र क्रिस्चियन जीवन जिउनु भनेको चाहिँ नि इस्टर, गुड फ्राइडे, क्रिसमस मात्रै हो। धेरैजना चाहिँ त्यसरी पनि मण्डली आउनेहरू पनि हुनुहुन्छ। हेर्नुहोस् यो तीनटा दिन मात्रै हो मेन। त्यसो भए त हामी दसैँ तिहार मान्ने अनि के अरे अरू कुरामा विश्वास गर्नेहरूसँग हामी एउटा नै भयो। बुझ्नु पर्यो तपाईहरु म हप्तामा किन चाहिँ आइरहेको छ, के उद्देश्यले आइरहेको छौँ। परमेश्वरले तपाईहरु मलाई के कुराको लागि त्यत्रो लाखौं करोडको बीचमा बोलाउनु भएको छ त। योजना सबैको लागि परमेश्वरको उद्देश्य छ। हेर्नुहोस् तपाईहरु लकले यो ठाउँमा हुनुहुन्न, लकले तपाईले यो मण्डली पाउनु भएको छैन, तपाईहरु क्रिस्चियन हुनु भएको होइन। सबै कुरामा परमेश्वरको उद्देश्य छ। हेर्नुहोस् परमेश्वरले बाँध्न तपाईलाई चाहनुहुन्छ। सबैभन्दा पहिला तपाईले आफ्नो जीवनलाई प्रार्थनामा अर्पण गर्नु पर्यो। 99% तपाईहरुको जीवनमा म हेर्छु तपाईहरु सायद म ठोक्वा गरेर भन्न सक्दिनँ, तपाईहरुले आफ्नो सेवकाईको जीवन आफ्नो लागि, जसले आफ्नो लागि प्रार्थना गर्दैन नि अरूको लागि प्रार्थना गर्न सक्दैन। साँच्ची भनेको मैले मेरो सेवकाईको लागि, मेरो परिस्थिति र अवस्थाको लागि नि मैले यति मेरो लागि प्रार्थना गरेँ 2014-15 मा। परमेश्वर तपाईको उद्देश्य के छ त मेरो जीवनमा, किन म यो परिस्थितिमा पुगेँ नि प्रार्थना गर्न लागि। सबै कुरा त मेरो क्रिस्चियन जीवन असल जिरहेको थिएँ, तर किन चाहिँ यो कुराहरू भइरहेको। त्यतिखेर समयमा म मण्डली पनि आइरहेको थिएँ, सेवा समिति पनि गरिरहेको थिएँ। सबै कुरा परमेश्वरले पुरा गरिदिनुहुन्छ। आइतबार चर्च गयो त्यतिले पुग्यो मेरो जीवन। अब त सबै कुरा ठिक हुन्छ होइन। तपाईले बुझ्नु पर्यो। अहिले सुभाष दाइ यो ठाउँमा यो परिस्थिति र अवस्थामा किन उभिन सकेको छ, जस्तै परिस्थिति र अवस्थामा हेर्नुहोस् त भनेर भन्दाखेरि नि मेरो जीवनमा प्रार्थनाको जीवन थिएन भने नि म बलियो नै हुन सक्ने थिएन। जब म बलियो हुन सक्दिनँ नि सागर भाइ, बलियो हुनुपर्छ है, सङ्गीता बलियो हुनुपर्छ है भनेर मैले कसरी भन्न सक्थेँ। धेरैजनाको जीवनमा चाहिँ कस्तो किसिमको जीवन छ भने भन्दाखेरि माइक पायो भने, कुनै कुरा पायो भने यो चाहिँ गर्नुपर्छ है भनेर भन्छ, तर उसको जीवनमा उदाहरण छैन भने अरूले के सिक्ने। जब मैले यो वचन तपाईहरुको लागि ल्याउँदैछु भने यो कुरा चाहिँ मेरो जीवनमा मैले लागू गरेको छुइनँ भने मैले तपाईहरुलाई कसरी सिकाउनु। म लिडरै हुन सक्दिनँ। र लिडर हुनुको लागि चाहिँ मेरो जीवनमा मैले धेरै कुराहरू सिक्नुपर्छ अनि त्यो चाहिँ बाइबल भित्रबाट सिक्ने कुरा। कोही अगुवाले कोही लिडरले गरे अनि म पनि गर्छु होइन। प्रभु यीशु ख्रीष्टले तपाईहरु मेरो जीवनमा कुन कुरा सिकाउँदै हुनुहुन्छ त्यो कुरा चाहिँ सिकेर चाहिँ म अगाडि बढ्छु। तानेर लाग्यो यो अति नै भयो।
तानेर लैजाउँ त, बाहिर लगे हुन्छ, यसो डिस्टर्ब गऱ्यो भने बाहिर लगाउनु है। यो कुरा चाहिँ तपाईँ र मेरो जीवनमा तपाईँ र मैले जान्नुपर्ने कुरा छ। अनि प्रभुले आफूले आफूलाई अर्पण गर्नुभएको कुरा छ त्यहाँनिर। अब 40 दिन 40 हजार प्रभु यीशु ख्रीष्टले कस्तो किसिमको प्रार्थना गर्नुभयो होला। परमेश्वरको पुत्र हुनुहुन्थ्यो, उहाँलाई आफ्नो योजना उद्देश्य र के को लागि आएको थियो भने प्रभु यीशुले सबै कुरा थाहा छ। के को लागि प्रार्थना गर्ने प्रभु यीशु ख्रीष्टले, के को लागि प्रार्थना गर्दै हुनुहुन्थ्यो? सबैभन्दा पहिला त आफ्नो लागि प्रार्थना गर्दै हुनुहुन्थ्यो प्रभु यीशु ख्रीष्टले। मलाई थाहा छ म कहाँ जानुपर्ने हो, मेरो उद्देश्य र योजना अबको दिनहरूमा मैले कस्तो मान्छेहरूलाई म चेला बनाउँदैछु भनेर प्रभु यीशु ख्रीष्टलाई थाहा थियो। बुझ्दै हुनुहुन्छ? कस्तो मेरो मिनिस्ट्री, मैले कति वर्षसम्म मिनिस्ट्री मैले गर्नुपर्छ, सेवाकार्य गर्नुपर्छ, त्यसपछिको कन्सिक्वेन्सेस के हो। मलाई थुकिन्छ, कुटाइ खाइन्छ, त्यसपछि कोर्रा खाइन्छ, त्यसपछि त्यो काँडाको मुकुट लगाइन्छ, भाला मलाई घोपिन्छ, त्यो काठमा मलाई झुन्डाइन्छ, त्यो पनि झुन्डाउने मात्र होइन, डोरीले बाँधेर मलाई काँटी ठोकेर त्यहाँनिर त्यो क्रुसमा झुन्डाउँछ। त्यसपछि मेरो मृत्यु हुन्छ। शरीरको कुरामा म भन्दैछु। त्यसपछि प्रभु यीशु ख्रीष्टको जीवनमा त विजय त छ नि। त्योभन्दा अगाडिको कुराहरू प्रभु यीशु ख्रीष्टलाई कति गाह्रो थियो हेर्नुहोस्, कति कष्ट थियो। त्यो 3.5 वर्षमा उहाँको मृत्यु हुन्छ, उहाँ क्रुसमा टाँगिनुपर्छ, सारा जगतको लागि म चाहिँ बलि हुनुपर्छ। प्रभु यीशु ख्रीष्टलाई त्यो उद्देश्य र योजना थाहा थियो। र त प्रभु यीशु ख्रीष्टले आफ्नो लागि र आफ्नो आउँदो दिनहरूको लागि प्रार्थना गर्दै हुनुहुन्थ्यो। तपाईँले जब प्रार्थना गर्नु न भनेर म भन्छु भन्दाखेरि तपाईँले अर्काको लागि मात्रै तपाईँले प्रार्थना गरेको छु भनेर नभन्नुहोस्। तपाईँले आफ्नो लागि प्रार्थना गरेको छैन भने अरूको प्रार्थना कसरी सुनाइ हुन्छ? प्रभु यीशु ख्रीष्टले जब तपाईँको प्रार्थना नै सुनाइ भएको छैन भने है, तपाईँले प्रार्थना गर्न पनि जान्नु पर्यो। यो लिडरहरूले अझ परमेश्वरले दिनुहुने तपाईँलाई अगुवाई गर्नुहुने मण्डलीको कुराहरूमा चाहिँ तपाईँले त्यो मण्डलीको लागि आफ्नो लागि प्रार्थना गर्नुहोस्, मण्डलीको लागि प्रार्थना गर्नुहोस्। कुन कुन उद्देश्य र योजनाको लागि चाहिँ परमेश्वरले जानु। प्रभु यीशु ख्रीष्टलाई धेरै गाह्रो थियो त्यो समयमा। कस्तो व्यक्तिहरूलाई चेला बनाउनु पर्ने थियो हेर्नुहोस् त। पत्रुस, याकुब, यूहन्ना, आन्द्रेस, ना गएको छ, ना पढेको छ, ना लेख्न आउँछ होला। उनीहरूको पेसा नै परिवारको माछा मार्ने थियो। माछामा चाहिँ एक्सपर्टहरू थियो उनीहरू। त्यस्तो व्यक्तिहरूलाई परमेश्वरले छान्नुभयो। हेर्नुहोस्, थाहा छैन कति शिक्षा लिएको थिएन भनेर बाइबलले हामीले सिकाउँदैन पत्रुसको जीवन है। तर पनि प्रभु यीशु ख्रीष्टले एउटा महान कामको लागि पत्रुसलाई छान्नुभयो, अरू चेलालाई छान्नुभयो। अर्को हेर्नुहोस्, फेरि संसारले हेट गर्ने 2 जना, एउटा चोर यहुदी इस्करियोती, चोर थाहा छ, एउटा चेला चोर भनेर उसले धोका दिएको हो नि प्रभु यीशु ख्रीष्टले। त्यस्तो व्यक्तिलाई छान्नु पर्ने थियो प्रभु यीशु ख्रीष्टले। अर्को थियो संसारले हेट गर्ने ट्याक्स कलेक्टर है, जसले चाहिँ जेकिन हामीले ट्याक्स तिरेको छैन, अहिले होकेन नतिरेकोहरू, इन्सुरेन्स नतिरेको विभिन्न कुराहरू कति रिस उठ्छ नि हामीलाई होइन। कति पैसा चुसेको होला, कति पैसा लिएको होला, त्यस्तो काम गर्दैछु भने त्यो मान्छे देख्ने बित्तिकै रिस उठ्छ होला हामीलाई होइन। मती त्यस्तै थियो नि। प्रभु यीशु ख्रीष्टले हेर्नुहोस् त कस्तो कस्तो व्यक्तिहरूलाई छान्नुपर्ने अवस्थाहरू थियो। थाहा थियो प्रभु यीशु ख्रीष्टलाई यहुदा इस्करियोती एउटा त चोर हो, त्यसलाई चाहिँ के काम दिएको थियो भनेर भन्दाखेरि अकाउन्टिङको काम दिएको थियो। हेर्नुहोस् प्रभु यीशु ख्रीष्टले। प्रभु यीशु ख्रीष्ट कस्तो के बहिनीलाई स्वागत छ, लो वेलकम फ्रम नेपालबाट आउनुभयो बहिनी है। नयाँ वर्षको शुभकामना बहिनीलाई पनि। हेर्नुहोस् त कस्तो प्रभु यीशु ख्रीष्टको नि मिनिस्ट्री र प्रभु यीशु ख्रीष्टलाई तपाईँले हेर्नु भने म चाहिँ नि मेरो 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 आफ्नो व्यक्तिगत जीवनलाई नि म किन चाहिँ होला कोही मेन्टर होला, अगुवाहरू मण्डली होला, राम्रो मण्डलीहरू, तर जब मैले बाइबल अध्ययन गर्दै गएँ नि म प्रभु यीशु ख्रीष्टलाई एकदमै फोकस गर्ने मान्छे भयो। म मेरो जीवनमा चाहिँ प्रभु यीशु ख्रीष्टको कुराहरू मलाई एकदम लिएर हिँड्न मन लाग्छ। प्रभु यीशु ख्रीष्टले नि एकदमै
एकदमै प्र्याक्टिकल हुनुहुन्छ क्या प्रभु यीशु ख्रीष्ट लिडरको रूपमा। उहाँ परमेश्वरको पुत्र भएर होइन, संसार त्यतिखेर त संसारमा हुनुहुन्थ्यो नि त, शरीरमा हुनुहुन्थ्यो नि। सबैभन्दा साइको भन्छ नि असल के राम्रो प्रभु यीशु ख्रीष्टको शिक्षा छ। हेर्नुहोस् लिडरसिपको लागि कति गाह्रो थियो होला प्रभु यीशु ख्रीष्टलाई। त्यो 12 जना मैले छान्न लागेको, 4 जना त माछा मार्ने मात्रै हो। कस्तो शिक्षा यिनीहरूले लिएर कसरी गर्छ होला। 2 जना त संसारले हेड गरेको, एउटा त चोर, एउटा चाहिँ ट्याक्स कलेक्टर है। छ राम्रो पनि छ, लुका पनि छ त्यहाँनिर, डक्टर हो त्यतिखेरको समयमा होइन। कस्तो अचम्म तरिकाले प्रभुले साध्य हुनुहुन्छ हेर्नुहोस् त। माछा मार्नेले माछा मार्न मात्रै आउँछ। अब लिडरसिप म तपाईँहरूलाई लिडरसिपको कामहरू दिँदा म थाहा छ क्या मलाई त, को भाइ बहिनी कस्तो छ, को कस्तो हुनुहुन्छ, त्यो लिडरसिपको काम कतिले गर्न सक्नु कति गर्न सक्नु मलाई सबै कुरा थाहा छ होइन। तपाईँहरूको लागि निरन्तरमा प्रार्थना गरिरहेको हुन्छु एउटा न एउटा कुराबाट, जहिले पनि सानो सानो कुराहरूबाट होइन, विभिन्न कुराहरू भइरहेको हुन्छ। बुझ्छु म प्रभु यीशु ख्रीष्टलाई त संसारको कामको लागि त्यो 12 जना लिडरहरूलाई खडा गर्नु थियो। कति गाह्रो भयो होला हेर्नुहोस् न। त्यो 40 दिन 40 रात प्रभु त्यति मात्रै प्रार्थना गर्नु भएन, अरू तल गयो भने कतिवटा प्रार्थनाको विषयमा प्रभु श्री रामले सिकाउनु भएको छ। अनि प्रभुले 40 दिन 40 रात के प्रार्थना गर्नुभयो त। मलाई एउटा म जब 2014 मा एकदमै आत्मिक रूपमा मलाई त्यो तिर्खाको कुराले गर्दाखेरि म असल त्यो वचन कसले दिन सक्छ भनेर अनि गुरुबाहरूबाट म इन्टरनेटबाट खोज्दै जाँदाखेरि रेड ह्याट बङ्की भन्ने एकजना, उहाँ चाहिँ जर्मनको हो। अनि जर्मनबाट उहाँ चाहिँ अफ्रिकाको लागि रिभाइभल एकदमै ठुलो गर्नुभयो उहाँले। त्यो देशमा उहाँ चाहिँ खर्चिनु भएको व्यक्ति हो। अफ्रिका जानुभयो भने उहाँले एकदमै ठुलो, अफ्रिका ठुलो स्टेट छ होइन, ठुलो कन्टिनु भएको कारणले गर्दाखेरि विभिन्न ठाउँहरूमा उहाँ जानु, अनि उहाँको इतिहासहरू मैले पढेँ, अनि कसरी पवित्र आत्माले उहाँलाई सहायता गर्नुभएको भने, अनि उहाँले भन्नुभएको एकदमै राम्रो लाग्छ। 40 दिन 40 रात के प्रार्थना गर्नु होला प्रभु यीशु ख्रीष्टले, के प्रार्थना गर्नु आवश्यकता थियो भनेर चाहिँ हामीले प्रश्न गर्छौँ भने थियो प्रभु यीशु ख्रीष्टलाई। मैले अघि भन्दैछु उहाँलाई त्यो 12 जना लिडरसिप र 3.5 वर्षको उहाँको सेवाकाईको जीवनको लागि उहाँलाई एकदमै प्रार्थना गर्नु आवश्यकता थियो। अनि त्यो 40 दिन 40 रातसम्म प्रभु यीशु ख्रीष्टले कस्तो किसिमको प्रार्थना गर्नुभयो होला हेर्नुहोस्, कस्तो किसिमको प्रार्थना गर्नुभयो होला प्रभु यीशु ख्रीष्टले। एउटा पानी पनि नखाइकन है। फास्टिङलाई चाहिँ हामीले अर्कै रूपमा लिएको हुन्छौँ, डाइटिङको रूपमा, तर बाइबलको फास्टिङ चाहिँ डाइटिङ होइन। प्रभु यीशु ख्रीष्टले एउटा उद्देश्यले प्रार्थना गर्नुभएको छ। प्रभु यीशु ख्रीष्टले सिकाउनु भएको प्रार्थना चाहिँ त्यहाँ छ। यस्तो व्यक्तिहरूलाई मैले छान्दैछु परमेश्वर पिता मेरो सेवाकाईको लागि। त्यो रेड बङ्की गुरुबाले उहाँले बाँड्नु भएको थियो एउटा वचन, मलाई एकदमै त्यो कुराले छुयो। कस्तो व्यक्तिहरूलाई म छान्दैछु, म आफैले यो कुरा गर्ने भने तपाईँले अगुवाई गर्नुहोस् यिनीहरूलाई। प्रभु यीशु ख्रीष्टलाई थाहा छ। त्यो पछि तल तपाईँले पढ्नु भयो भने त्यहाँ हुने बित्तिकै प्रभु यीशु ख्रीष्ट परीक्षामा पर्नुभयो भनेको छ। शैतानले परीक्षा ल्यायो भनेको छ। कस्तो डरलाग्दो घटना छ भएको छ त्यहाँ हेर्नुहोस् तपाईँले बाइबलभित्र। हामीले त शैतानै आएर लिएको छैन नि, प्रभु यीशु ख्रीष्टले त शैतानै साक्षात भएर त्यहाँ आएर परीक्षा 40 दिन 40 रातपछि लिएको कुरा छ। त्यो चाहिँ के भन्यो भन्दाखेरि परमेश्वर पितामा तपाईँहरू म अर्पित भएर नि आफ्नो जीवनलाई नि प्रार्थनामा सबै कुरा हामी मान्छे भएर गर्न सक्दैनौँ। हेर्नुहोस् तपाईँहरू जति लिडरसिप गरिराख्नु भएको छ, विभिन्न कुराहरू तपाईँहरू गर्दै हुनुहुन्छ, संसार र शरीरको कुरा, मण्डलीको कुरामा पनि धेरैजना निराश थकित विभिन्न कुराहरू हुन्छ, घरैसी कुराहरूमा पनि विभिन्न कुराहरू परमेश्वरले त तपाईँहरू मलाई सिकाउनु भएको छ नि बाइबलबाट। विभिन्न कुराहरू सिकाउनु छ। रोग बिमारको कुरा हुनसक्छ, त्यो पछि म आउँछु, अहिले प्रार्थनाको बारेमा मात्रै। प्रभुले तपाईँहरू मलाई सिकाउनु भएको छ प्रार्थना चाहिँ के हो भन्ने कुरा। बरबराउने होइन, परमेश्वरले तपाईँहरू म यो चाहियो त्यो चाहियो, मलाई यस्तो होस्, मेरो परिवारलाई यस्तो होस्, यो रोगबाट मलाई निको होस्, के भएको होस्, हरेक कुरा गएको हप्ता आफूले भन्दै हुनुहुन्थ्यो त। वचन भित्र राखेर वचनलाई दाबी गरेर तपाईँहरू मलाई जबसम्म गर्दैनौ नि, तपाईँहरू मेरो जीवनमा कहिले पनि त्यो कुराबाट डेलिभरी हुँदैन।
धेरैजना आज किन तपाईँहरूको रोग बिमार समस्या अप्ठ्यारो परिस्थिति र अवस्थाहरूबाट तपाईँहरू किन चाहिँ त्यो कुराबाट चाहिँ तपाईँहरू छुटकारा हुँदैन भन्दाखेरि वचनको कुरै थाहा छैन तपाईँ र मलाई। अनि अन्धधुन्द प्रार्थना गरेर हामीले कसरी चाहिँ त्यो कुराबाट प्रभु यीशु ख्रीष्टले सिकाउनु भयो। मलाई अस्ति नै तपाईँलाई सिकाएँ गएको 12 महिनाको समयमा वचन कसरी चाहिँ तपाईँले पढेर वचनलाई त लागू गर्ने प्रभु यीशु ख्रीष्टले नै सिकाउनु भएको कुरा छ त हामीलाई त, हो कि भन्नुहोस् त। परीक्षाको समयमा प्रभु यीशु ख्रीष्टले शैतानले त हटेर जा, म परमेश्वरको पुत्र हुँ भनेर भन्नुभयो? भन्नु भएन। परमेश्वरको वचनलाई नै दाबी गरेर मैले व्यवस्थाको वचनलाई दाबी प्रभु यीशु ख्रीष्टले गर्नुभयो। शैतान पनि फेरि चलाक छ, फेरि शैतानले पनि वचनको कुरा लिएर आउँछ। हेर्नुहोस् तपाईँ मलाई परीक्षामा पार्दाखेरि शैतान पनि एकदमै धुर्त छ, चलाक छ। सबै वचन उसलाई थाहा छ। किनभने शैतान के हो त पहिलाको समयमा के जस्तो लाग्छ? लुसिफर त पछि भएको उसको नाम स्वर्गदूत हो नि। स्वर्गदूतहरू त नि परमेश्वरको सामुने नि शिक्षा सिकिरहेको छ, आराधना गरिरहेको छ। वर्शिप गाउनेहरू तपाईँहरू, वर्शिप टिमकोहरू तपाईँले जान्नुपर्छ। एकदमै महत्त्वपूर्ण कुरा छ। हेर्नुहोस् एउटा कुरा के कार्यहरू हामी गरिरहेको छौँ नि, एकदमै होस पुऱ्याएर प्रार्थना आफ्नो लिडरसिपको हामीले गर्न सकेनौँ भने तपाईँले दिएको जिम्माको कुराहरू एकछिनमा तपाईँलाई टेम्पटेसन आउँछ, रिस उठ्न थाल्छ, मान्छेहरू देखेपछि झगडा गर्न मन लाग्छ। किन? यो चाहिँ म मण्डलीभित्रको कुरा गर्दैछु, बाहिरको कुरा त छोडिदिनुहोस्। बाहिर त हानै परिहाल्छ नि, मान्छे रिस उठ्न थाल्छ, मण्डली आउन मन लाग्दैन, सेवा गर्न मन लाग्दैन, देवको जिम्मेवारीको कुराहरूमा हामी हेलचेक्रे गर्न थाल्छौँ। विभिन्न कुराहरू किन हुन्छ भने भन्दाखेरि तपाईँ मेरो जीवनमा सबैभन्दा पहिला आफ्नो लागि प्रार्थना हामीले गर्न सकेको छैन। प्रभु यीशु ख्रीष्टले आफ्नो लागि प्रार्थना गर्दै हुनु दिए। मलाई थाहा छ यो पछि मैले शैतानसँग लड्नुपर्छ। त्यसपछि जब प्रचार गर्न थाल्छु त्यसपछि मैले 12 जना यस्ता चेलाहरू मैले छान्नुपर्छ जसले शिक्षा पाएका छन्, परमेश्वरको वचन पाएका छैनन्, होइन? परमेश्वरको कुरा नै उनीहरूलाई थाहा छैन कतिजनालाई त। त्यस्तो मान्छेहरूलाई मैले छान्दैछु, गर्दैछु भनेर चाहिँ प्रभुले घुँडा टेकेर प्रार्थना गर्दै हुनुहुन्छ। त्यति मात्रै छैन, उहाँले आफ्नो अन्तिम अवस्था घडीसम्म पनि उहाँले प्रार्थना गर्नुभएको कुरा छ। यहाँ चाहिँ आफूले प्रार्थना गरेर अर्पण गर्नुभएको कुरा छ। दोजो पवित्र आत्मा तपाईँको अगुवाईमा, परमेश्वर तपाईँको अगुवाईमा म हिँड्न चाहन्छु। त्यसपछि अब प्रार्थनामा हुनुपर्ने कुरा चाहिँ मत्ती 6:13 मा हेर्नुहोस् त। दोस्रो कुरा मत्ती 6:13 मा के लेखिएको छ म पढिदिन्छु तपाईँलाई। यहाँ सरल कुरा लेखिएको छ, हामीलाई परीक्षामा नल्याउनुहोस् तर दुष्टबाट छुटकारा दिनुहोस्, किनभने राज्य परक्रम महिमा सदा सर्वदा तपाईँकै हुन्। यहाँ लेखेको छु मैले। प्रार्थनामा हुनुपर्ने कुरा चाहिँ हामीले गर्नुपर्ने प्रार्थना चाहिँ नि सधैँभर तपाईँ र मेरो फाइट चाहिँ नि आत्मिक लडन तर शैतानले ल्याउने परिस्थिति र अवस्थाको कुराहरूको छ, त्योबाट चाहिँ हामीले चाहिँ फाइट गरिराख्नु पर्यो संसारका कुराहरूमा। अघि प्रभु यीशु ख्रीष्टले प्रार्थना गर्दै हुनुहुन्थ्यो आफ्नो लागि, आफ्नो मिनिस्ट्रीको लागि 40 दिन 40 रात मान्छेहरू छान्नु, सेवाकाई गर्नुपर्ने, त्यो क्रुससम्म म टाँगिनुपर्ने, त्यो उहाँलाई त्यो पीडा थियो, त्यो सबै परिस्थितिहरू थियो। अब त्यो गेतसेमनीको बगैँचाको प्रार्थना पनि त्यो अन्तिममा तपाईँले देख्नुहुन्छ। अनि उहाँले एउटा लिडरसिपमा गर्नुभएको कुरा चाहिँ सबैभन्दा पहिला चाहिँ प्रार्थना तपाईँले मलाई सिकाउनु भएको छ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्। धेरैजना लिडरहरू किन चाहिँ आज संसारमा लिडरसिपबाट उनीहरू पतन भएको छ त? लुसिफर पनि एउटा चाहिँ ठुलो स्वर्गदूत, ऊ चाहिँ एउटा म्युजिकल ब्याकग्राउन्ड र त्यो लिडरसिपमा ऊ थियो। किन पतन भयो? आज शैतान किन भएर गयो? तपाईँहरू मैले जान्नुपर्ने कुराहरू छ। मैले गएको समयमा पुरानो नियममा किन चाहिँ त्यत्रो ठुलो अगमवक्ता मूसा प्रतिज्ञाको देशमा पुग्न पाएन त? घमण्ड होइन उसको जीवन, रिसको कारणले गर्दाखेरि परमेश्वरको वचनले नि जुन प्रतिज्ञा गर्छ नि त्यो कुरा चाहिँ नि परमेश्वरले नगरे पनि हुन्छ, गरे पनि हुन्छ, होइन? नगर भनेर भनेको थियो त्यसलाई, मूसालाई। त्यहाँ चाहिँ मुखले प्रार्थना गरेर त्यहाँबाट पानी आइज भनेर भनेको पहिलोचोटि चाहिँ लौरोले छुनु भनेर अधिकार दिनु। पछिको समयमा जब गनगन सुरु भयो मान्छेको जीवनमा,
त्यहाँ यिनीहरूले मलाई यस्तो भन्ने भनेर त्यहाँनिर रिसले हिर्काएबाट एकचोटिमा भएन, दुईचोटि हिर्काएको कुरा छ। त्यसपछि प्रभु यीशु ख्रीष्टले प्रतिज्ञाको देशलाई बन्द गरिदिनु भएको मजाको लागि। लिडरहरूले यो कुरा जान्नुपर्छ। लिडर मात्रै होइन, तपाईँहरू भोलिन्टियर गर्दै हुनुहुन्छ मण्डलीको लागि, तपाईँहरूको घरको परिवारको लागि पनि एउटा लिडरसिप तपाईँले गर्दै हुनुहुन्छ। तपाईँहरू मैले जानुपर्ने, हामीलाई परीक्षामा पर्नु नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस् भनेर भनेको छ। तपाईँहरू मेरो प्रार्थना त्यो हुनु पर्यो। तपाईँहरू मेरो लडन त चाहिँ शैतानसँग मात्रै छ, मान्छे होइन। बिचरा मान्छे अहिले सागर भाइसँग पनि कति कुराहरू के अरे अपगुणको कुराहरू छ, सुभाष दाईसँग पनि होला। हामी मान्छे हौँ, शरीरमा छौँ, संसारमा छौँ, हामी विभिन्न स्वभावले हामी हुर्केका छौँ, आनी बानीको कुराहरू छ, हाम्रो आफ्नो कल्चर छ, आफ्नो के अरे विभिन्न परिवारमा हामी ब्याकग्राउन्डमा हुर्केका छौँ, आफ्नो धेरै कुराहरू छ हाम्रो जीवनहरूमा। कहिलेकाहीँ त्यो कुराहरूलाई हामी बदल्न सक्दैनौँ होला, विभिन्न कुराहरू छ है। तर मान्छेलाई नै हामीले चाहिँ नराम्रो बनाउँछ। हेर्नुहोस्, लुसिफर नराम्रो होइन नि, खास गरी जुन सिद्धान्त र उद्देश्य उसले त्यो भित्र उसको भित्र लियो नि, स्वर्गदूतबाट शैतान हुनु पुग्यो। कति दुःख लाग्दो कुरा होइन। परमेश्वरले त असल बनाउनु भएको नि सबैजनालाई होइन। परमेश्वरले चाहिँ असल बनाउनु। तपाईँ मेरो प्रार्थना चाहिँ त्यो किसिमको हुन सक्नु पर्यो। संसारका यस्ता कुराहरू छन्, कोही भाइ होला, बहिनी होला, तपाईँले गर्नुभएको कुरो कति कुराहरू बुझ्दैन होला, तपाईँले सिकाउन गरेको कुरो पनि घट्दैन होला, विभिन्न कुराहरू म देख्छु मेरो जीवनमा पनि है। तर तपाईँहरू मेरो लागि प्रार्थना त्यही कुरा हुनु पर्यो। त्यो साना साना कुराले गर्दाखेरि तपाईँहरू मेरो जीवनमा शैतानले हामीलाई त्यसले चाहिँ काम नगरोस्। श्रीमान श्रीमतीमा तपाईँहरूको बिचमा विभिन्न कुराहरू होला, मण्डलीभित्रको कुरा त हामी दोस्रो, पहिला त आफ्नै घरभित्रको कुरा हामीले गर्नु पर्यो। श्रीमान श्रीमती होला, परिवारभित्र होला, मिलाउनु पर्ने कुराहरू। त्यसपछि मण्डलीभित्रको अगुवाई र लिडरसिपमा पनि तपाईँले जान्नु पर्यो। तपाईँहरू मेरो लडन त त्यो शैतानसँग हो, मान्छेसँग होइन। हामी चाहिँ मान्छेलाई हेरेर हिँड्छौँ कि है। त्यो भएको कारणले गर्दाखेरि तपाईँहरू मेरो जीवन जहिले पनि त्यहाँ चाहिँ मौका चाहिँ शैतानले चाहिँ पाइरहन्छ। परीक्षामा पर्न नदिनुहोस्, किनभने राज्य परम महिनासँग छ। परमेश्वरसँग अधिकार छ नि। परमेश्वरलाई प्रार्थना गर्नु पर्यो नि हामीले, त्यो भाइको लागि, बहिनीको लागि होला, आफ्नो लिडरसिपको लागि होला, विभिन्न कुराहरू तपाईँहरू मेरो जीवनमा छ। लुका 4:2 त्यो तपाईँले 2देखि 4सम्म पढ्नु भएको तपाईँले पाउनुहुन्छ। प्रभुले सिकाउनु भएको प्रार्थना छ है। त्योभन्दा अगाडि चाहिँ प्रभुले त्यहाँ तपाईँ र मलाई गुप्तको प्रार्थनाको बारे पनि छ त्यहाँनिर गर्नुपर्ने कुराहरू है। अब हामीले यस्तो किसिमको प्रार्थना गर्नुपर्छ। मत्ती 7:7देखि 11सम्म तपाईँले नखोल्नुहोस्, मसँग टाइम छैन, म अझै छुट्याउँछु। अनि प्रभु यीशु ख्रीष्टले तपाईँ र मलाई प्रार्थना गर्न पनि सिकाउनु भएको छ। हामीले चाहिँ हाम्रो एकदम पोइन्ट हुनु पर्यो। जे पाइती प्रार्थना गरेर पनि भएन। लिडरसिपमा भएकोहरू तपाईँहरूको आफ्नो उद्देश्य, तपाईँहरूको आफ्नो जीवनमा हरेक कुराहरू यो लिडरसिप मात्रै नभइकन तपाईँहरूको आफ्नो व्यक्तिगत जीवनको लागि पनि भन्दैछु, उद्देश्य हुनु पर्यो। प्रभु ख्रीष्टले प्रतिज्ञा गर्नुभएको छ नि, सबै कुरा हामीले किन पाउँदैनौँ? जापान आयो, जापानको लागि तपाईँले भाषा पढ्नुभयो 6 महिना, मैले पनि पढेँ। विभिन्न कतिजनाले तपाईँले प्रोसेस गर्नुभयो, सच्चीले पाएको होइन नि हामीले होइन। गर्नुपर्ने कुराहरू छ नि, हो किन भन्नुहोस् त? माग्ने बित्तिकै पाइन्छ, पाइँदैन। कसै सागर भाइले मलाई भन्यो होला, दाइ मलाई यो दिनु न, यो दिनु भनेर मैले कसरी बुझ्छु त? यो दिनु न भनेर भन्यो होला ल भाइले मलाई, के दिनु अब मैले होइन। दाइ यो कुरा मलाई चाहिएको छ, यो यस्तो यस्तो कुरा है। ल एउटा मोबाइलको कुराले गऱ्यो होला भाइले होइन। मोबाइल चाहियो भने अब मोबाइल त चाहियो, के चाहियो त? कस्तो खाले मोबाइल चाहियो त? अहिले त एन्ड्रोइडहरू त अब धेरै पुरानो जमाना पुग्यो जस्तो मलाई लाग्छ फेरि होइन। अहिले स्मार्टफोन, स्यामसङ, विभिन्न कुराहरू आएको छ। अब मेकरको कुरामा पनि त्यति मात्रै होइन, फेरि मेकर पनि त्यति मात्रै भएर हो त? अब भद्दा खाले चाहिने हो कि सेफको कुरा आयो, विभिन्न कुराहरू हुन्छ होइन। त्यो बुझ्दै जाँदाखेरि सागर भाइले प्रष्टसँगले उसले दाइ यो किसिमको, यो भएको, यति गिगाको होइन, यति जिबीको, यो कलरको सबै कुरा गरिसकेपछि हेर्नुहोस् त, सबै कुरा मलाई भन्यो होला, अर्डर गरेर होला, तर चाहिएको छ कि छैन फेरि विभिन्न कुरा हुन्छ नि त होइन। त्यसको प्रोसेसहरू हुन्छ। हेर्नुहोस्, तपाईँले मेरो सबै प्रार्थना किन चाहिँ सुनाइ हुँदैन भनेर भन्दाखेरि तपाईँले मैले प्रार्थना गर्न जानेको छैन। त्यही भएर प्रभु ख्रीष्टले सिकाउनु भएको प्रार्थना चाहिँ साधारण छ तपाईँहरू मेरो लागि
त्यो कुरालाई मात्रै तपाईँले जान्नुभयो भने बुझ्नुभयो भने त्यो पछि म तपाईँलाई सिकाउँछु। त्यो चाहिँ प्रभु श्री हे हाम्रो स्वर्गमा बस्नुहुने पिता, कति सरल छ हेर्नुहोस् है। तपाईँलाई प्रार्थना गर्न आउँदैन होला। यहाँ प्रार्थना अझ हाम्रो बुहारीले उदाहरणको लागि होइन प्रार्थना गर्न सिक्नु भएको छ। विजय भाइले बाइबलको कुन प्रार्थना गर्ने भनेर सिकाउनुको लागि प्रभु क्रिस्टले आफ्नो चेलाहरूलाई सरल प्रार्थना सिकाउनु भएको छ। चेलाहरूलाई हेर्नुहोस् है, चेलाहरूबाट सुरु भएको, उनीहरूलाई पनि प्रार्थना गर्न आउँदैन। कति सरल प्रार्थना छ हेर्नुहोस् है। हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, हामीले परमेश्वर पितालाई प्रार्थना गर्नु, तपाईँको नाम पवित्र होस्, किनभने उहाँ पवित्र हुनुहुन्छ। साधारण तरिकाले म सिकाउँदैछु है। तपाईँको राज्य आओस् भनेर भनेको चाहिँ एक दिन परमेश्वरको राज्य आउँछ भनेर बाइबलले भनेको छ। प्रभु क्रिस्ट आउनुभयो, सिद्धेको छ। अब उहाँको साँच्चीकै राज्य आउँछ, दोस्रो आगमन, इन्साफ गर्नको लागि प्रभु क्रिस्ट है। त्यसपछि तपाईँको इच्छा जस्तो स्वर्गमा छ नि, त्यो चाहिँ मेरो जीवन पुरा होस् भनेर भनेको। हामी चाहिँ के गर्छौँ, मेरो जीवनको कुरा चाहिँ पुरा गर्नुहोस् प्रभु पहिला, मेरो इच्छा यो छ। मलाई गाडी चाहिएको होला, मलाई घर चाहिएको होला, मलाई राम्रो घडी लाउनु पर्ने होला, राम्रो महँगो जुत्ता लाउनु पर्ने होला। हेर्नुहोस् है, तपाईँले मेरो प्रार्थना चाहिँ त्यस्तो छ, मलाई चाहिएको छ, मलाई चाहिएको छ, मलाई चाहिएको छ, मलाई चाहिएको छ। हाम्रो परमेश्वर कति असल हुनुहुन्छ। मैले अघि कहाँ जोड्दैछु भनेर भन्दाखेरि मत्ती 7:7 तपाईँले पढ्नु भयो भने माग तिमीले दिनेछ, खोज तिमीले भेटाउनेछौ, घचघच तिमीहरूको लागि उगारिदिनेछ। प्रभुले प्रतिज्ञा गर्नुभएको वचन हो यो पनि। प्रभुले त्यो प्रतिज्ञा तपाईँ मलाई गर्नुभएको कारणले गर्दाखेरि हामीले चाहिँ माग्दा पनि हुन्छ, पाउँदो रहेछौँ, घचघच उग्रिहाल्दो रहेछ भनेर चाहिँ हाम्रो प्रार्थना त्यस्तो किसिमको छ। मैले अघि भने नि, तर त्यो प्रार्थनालाई तपाईँ र मेरो जीवनमा प्र्याक्टिकल प्रभु ख्रिस्टले परमेश्वरले पुरा गर्नुको लागि चाहिँ लागू गर्नुको लागि प्रोसेस, प्रार्थना गर्ने तरिका पनि तपाईँले मैले सिक्नु। अघि सागर र मैले भाइ र मैले उदाहरण तपाईँलाई दिएको कुरा चाहिँ कस्तो किसिमको एउटा मोबाइलकै कुरा गर्दाखेरि पनि कति प्रोसेस रहेछ हेर्नु त। मोबाइल त्यो दिनु भनेर मात्रै हुँदैन रहेछ, मोबाइल मात्रै दिनु भनेर पनि हुँदैन रहेछ होइन। यो चाहिँ मैले उदाहरण दिएको है तपाईँलाई, त्यो मोबाइलको कुरा सम्झेर नभन्नुहोस्। क्राइटेरिया छ प्रार्थनाको उत्तर पाउनु तपाईँले तपाईँको जीवनमा। मैले यो लिडरसिप किन गर्दैछु, के को लागि मैले लिडरसिप गर्ने त हो, यो परिवार मैले पाएको छु, यो परिवार के को लागि पाएँ त। अब नानी त लु भयो, लगले मैले नानी पाएँ भनेर हुन्छ त, सबै कुरा परमेश्वरले गरिदिनु भयो हुन्छ भनेर हुन्छ त, हुँदैन नि। हामीले गर्नुपर्ने कुराहरू छ नि, कति कुराहरू नानीहरूको लागि, प्रोसेसको लागि, विभिन्न कुराहरूको लागि। अब प्रभुले सिकाउनु भएको प्रार्थना यति सरल छ कि जस्तो हामीले त्यसरी प्रार्थना गर्न जानेको छैन। तपाईँलाई म एउटा मात्रै तपाईँलाई हिन्ट दिन्छु, तपाईँको प्रार्थना चाहिँ नि प्रभु तपाईँको इच्छा र योजना छ नि, जुनै कुरा तपाईँले लिडरसिप पाउनुभयो, जापान पाउनुभयो, काम पाउनुभयो, तपाईँले अध्ययन गर्दै हुनुहुन्छ, विभिन्न कुरा, तपाईँको इच्छा जस्तो यो कामबाट मेरो लागि तपाईँले स्वर्गबाट हालिदिनु भएको छ, त्यो तपाईँले इच्छा पुरा गर्नुहोस् भने त्यो जिन्दगीभर त्यही काम तपाईँले गर्नुपर्छ भन्ने पनि छैन। परमेश्वरले तपाईँलाई एउटा सर्ट टाइमको लागि त्यो कामको लागि तपाईँलाई प्रयोग गर्नुहुन्छ, त्योभन्दा असल तरिकाले तपाईँलाई फेरि परमेश्वरले इदो गरिदिनुहुन्छ। मैले जति पनि प्रार्थना त्यसरी गर्नु लागेँ नि, मेरो जीवनमा नि त्यो कुराहरू हुँदै गयो। परमेश्वरको योजना चाहिँ मैले बुझ्न लागेँ, जान्न लागेँ मेरो जीवनमा। परमेश्वरले त्यसरी चाहिँ उहाँको अगुवाईद्वारा चाहिँ मैले चाहिँ अगुवाई हुन म पाएँ। मैले चाहिँ प्रार्थना गर्न नजानेको रहेछु धेरै अगाडि, 30 वर्षसम्म चाहिँ मेरो प्रार्थना त्यही त, जापान दिनुहोस्, जापान दिनुहोस् होइन, यो दिनुहोस्, त्यो दिनुहोस्, यो दिनुहोस्, सबै कुरा संसार र शरीरको कुरा मात्रै। तर स्वर्गमा परमेश्वरको इच्छा र तपाईँ मेरो लागि नि पर्टिकुलर छ, संहिताको लागि एउटा छ, सागर भाइको लागि, सबैजना जो छ नि मेरै नामको होला सुभाष, धेरैजना छ नि त क्रिस्चियनहरू, सुभाष सबैजनाको एउटै होस् भनेर हो त, होइन नि परमेश्वरको उद्देश्य। एकजनाको लागि परमेश्वरले एउटा कुरा राखिदिनु भएको छ, योजनाको कुरा। त्यो चाहिँ परमेश्वरको राज्य, तपाईँको राज्यमा जस्तो छ त्यस्तै मेरो जीवनमा तपाईँले पुरा गर्नुहोस् भनेर तपाईँको प्रार्थना आजदेखि चेन्ज गर्नुहोस्। मेरो इच्छा र योजना होइन, प्रभु तपाईँको स्वरूपको इच्छा र योजनाको कुरा तपाईँले पुरा गर्नुहोस्। हेर्नुहोस् त, हाम्रा दिनभरिको भोजन हामीलाई दिनुहोस्, अब हाम्रा अपराधहरू क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्नो अपराधीहरूलाई जबसम्म अर्कालाई क्षमा गरेका छैनौँ अनि हामी चाहिँ मलाई क्षमा दिनुहोस्, मलाई क्षमा दिनुहोस् पाउनुहुन्न तपाईँले। मैले पाउँदिनँ क्षमा, किन? कालो मन लिएर चाहिँ त्यो व्यक्तिलाई चाहिँ कोही दिदी अथवा बहिनी अथवा आफ्नै श्रीमतीलाई होला, श्रीमानलाई होला, मुरबिरहेको होला, झगडा गरिरहेको होला, कति कुरा नमिल्ने कुरा होला। प्रभु म त धर्मी छु नि, मलाई त यो कुराबाट चाहिँ हामी पिटी चर्चमा आएर प्रार्थना गरेर यहाँ छाती पिटेर हुँदैन। जो व्यक्तिसँग जोसँग सम्बन्ध तपाईँले बनाउनु पर्ने छ, सबैभन्दा पहिला त्यो व्यक्तिसँग तपाईँले सम्बन्ध बनाउनुहोस्।
सक्नु भएन भने तपाईँको स्वर्गको राज्यमा पनि तपाईँको क्षमा हुने छैन। हामीले परीक्षामा नलिनु सकेको पर्छ, तर दुष्टबाट सुनाउनुहोस्, किनभने सादा कति साधारण सारा महिमा प्रशंसा सबै कुरा तपाईँको आमेन भनेर हामीले प्रार्थना गर्ने कुरा है। त्यसपछि म अब सिद्धाउँछु हामीले गर्नुपर्ने कुरा। अनि माग खोज खजाउँछ त्यसको प्रोसेस छ। अघि मैले तपाईँलाई भने माग्ने कसरी त, हामी चाहिँ अहिलेसम्म चाहिँ यसरी दिनु, यो दिनुहोस् त्यो दिनुहोस् त्यो, तपाईँले माग्नु भयो नि त, जापान माग्नु भयो परमेश्वरले दिनुभयो। कति असल परमेश्वर हुनुहुन्छ हेर्नुहोस् त। अब म क्रिस्चियन हो, कहाँ क्रिस्चियन दाजुभाइ दिदीबहिनी भेटौँ भनेर प्रार्थना गर्न लाग्नुभयो, परमेश्वरले दिनुभयो हो प्रभु। त्यसपछि मलाई मण्डली दिनुहोस् भनेर भन्नुभयो, मण्डली पनि परमेश्वरले दिनुभयो। यहाँसम्म स्टेप आएको छ है तपाईँहरू, मेरो पुग्यो, तपाईँहरू आउनुभयो है। मण्डलीमा कुनै उद्देश्य र योजना मेरो लागि होस्, कोही गीत गाउनुहुन्छ होला, कोही गिटार बजाउनुहुन्छ होला, कोही आफ्नो किसिमको परमेश्वरले दिनुभयो। मैले चाहिँ के भन्दैछु भन्दाखेरि प्रभु यीशु ख्रीष्टले नि आफ्नो उद्देश्य र योजना सबै कुरा थियो प्रभु यीशु ख्रीष्टको लागि, तर त्यहाँबाट एकदमै प्रार्थना गर्न थाल्नुभयो। त अब तपाईँको प्रार्थना पुगेको छैन, अब प्रोसेसमा हुनु तपाईँहरू हुनुहुन्छ। अब मण्डली तपाईँले पाउनुभयो, मण्डलीमा एउटा उद्देश्यले परमेश्वरले ल्याउनु भयो र मण्डलीबाट एउटा पाठ पाउनुभयो। एकदमै त्यो पाठको लागि चाहिँ तपाईँले प्रार्थना गर्नुभयो, मण्डलीको लागि होइन, मण्डलीको कामको लागि होइन, सबैभन्दा आफ्नो लागि प्रार्थना। धेरैजनाले आफ्नो लागि प्रार्थना नै गरेर सकेको छैन। तपाईँले आफूले आफ्नो स्वास्थ्यको लागि दाइजिने गर्नु भनेर कसले आएर गर्छ? कसैले गरिदिन्छ? श्रीमान बिहानै काममा हिँड्नुपर्छ, यहाँ त श्रीमती दौडेर चाहिँ आरोबाही त गर्नुपर्छ होला, फुल टाइम काम गर्नुपर्छ श्रीमान। कसले है घरमा सँगै एउटै कोठामा हामी हुनेहरूको त समय छैन यहाँनिर, कसले केयर गरिदिने? तपाईँले आफ्नो स्वास्थ्यको लागि आफूले दाइजी गर्नु पऱ्यो नि। म के खाँदैछु, मैले के पिउनु पर्ने, म गर्नुपर्ने, अर्काले गर भनेर हुन्छ? हुँदैन। प्रार्थना भनेको पनि त्यही नै हो। तपाईँले तपाईँको लागि प्रार्थना गर्नुहोस् पहिला। म प्रार्थना गर्दैछु त हामी भन्छौँ, तर आफ्नो लागि आफूले सबैभन्दा पहिला परमेश्वरको उद्देश्यलाई बुझ्ने प्रार्थना तपाईँले गर्नुहोस्। परमेश्वरले के को लागि तपाईँलाई यो अगुवाई गर्नुभएको छ त भन्ने कुराहरू है। अनि परमेश्वरले तपाईँ र मलाई देखाउनुहुन्छ। अनि परमेश्वरले त्यसपछि माग्ने कुरा हाम्रो प्रोसेसहरू त्यहाँनिर दैनिक जीवनमा प्रार्थना गर्नुहोस्। त्यसपछि तपाईँहरू मैले चाहिँ पवित्र आत्माको अगुवाई प्रतिदिनको जीवनमा माग्न सक्नु पर्छ। जब म बाइबलको वचनको कुराहरू तयार गरिरहेको हुन्छु नि, मेरो यतिखेरको समयमा छ, त्यतिखेरको त्यो अघिको दिनमा आएर बाइबल पल्टाउँदिनँ म। कतिवटा सेसनहरू छ। अब यो वर्षको अब हामी एकछिनमा मिटिङ बस्छौँ होइन, उद्देश्यहरूमा बस्छौँ, एउटा योजना र भिजनहरू सबै कुरा मैले बनाइसकेको छु एक वर्षको लागि मेरो आफ्नो लिडरसिपमा चाहिँ है, के गर्ने भन्ने कुराहरू त्यो अनुसारले यसरी गरेर जाने भने अब हामी सरसल्लाहमा जान्छौँ मण्डलीको कुराहरूमा। तपाईँहरूको पनि भागको कुराहरू छ होइन, विभिन्न कुराहरू छ, हामीले जान्नुपर्ने कुराहरू। प्रार्थना गर्नु पर्यो सबैभन्दा पहिला कुरा त। गर्छु र योजनाको कुरा मात्रै गरेर भएन, आफ्नोलाई प्रार्थना गर्नुहोस्, प्रभु यो दिनुभएको कार्यबाट म के गर्न सक्छु, कुन कुराको लागि म अगाडि बढ्न सक्छु, र त्यो कुराको लागि अनि परमेश्वरले तपाईँ मलाई देखाउनुहुन्छ। अनि त्यसपछि खोज्ने काम गर्ने परमेश्वर। खोज्ने भएको अन्धधुन्धमा गएर खोज्ने काम होइन। जब परमेश्वरले नि तपाईँ हिँड्दै जानुहुन्छ, तपाईँ त्यो अगुवाईमा बग्दै जानुहुन्छ नि, यत्रो समयसम्म त अहिलेसम्म मैले आफूलाई नबुझेको कुरा त यो पो रहेछ। वरदानको कुराहरू पनि हामीले चलाउन जानेको छैनौँ है। तपाईँको उद्देश्य र योजना चाहिँ एउटा होला मण्डलीमा, तपाईँलाई एकदमै गीत गाउनु मात्रै मन लाग्ने होला, परमेश्वरको आराधना मात्रै गर्नु मन लाग्ने होला होइन, तर परमेश्वरले तपाईँलाई अर्कै कुरामा हालिदिनुहुन्छ। म त के भनेर भन्छु भन्दाखेरि नि, तपाईँहरू त्यो कुराको लागि च्यालेन्ज गर्नुहोस्। तपाईँलाई गीत गाउन आउँछ भने तपाईँ गीत गाउनु मात्रै भएर हुँदैन जिन्दगीभर है। लिडरसिप भनेको चाहिँ अलराउन्डर हुनु पर्यो, म त त्यो चाहन्छु। त्यो भएर त्यो किसिमको ट्रेनिङ अहिले मण्डलीबाट हामीले यो उद्देश्य र योजना गर्दैछौँ होइन। कसैको म्युजिक बजाउनु होला भने गिटारबाट सुरु होला, ड्रम बजाउनु होला, बेस बजाउनु होला, त्यसपछि गाउनु होला होइन। त्यसपछि फेरि परमेश्वरको वचनको गहिरताको कुराहरूमा जानु होला, भोलिको दिनमा त्यो अध्ययन गर्नु होला। त्यसपछि तपाईँहरू आउनुहोस्, घरेलु सङ्गतिबाट ट्रेनिङहरू हामी मण्डलीबाट गरिरहेका छौँ। त्यसपछि जब घरेलु सङ्गतिबाट तपाईँले बिस्तारै सुरु गर्नुहुन्छ, त्यसपछि धेरै मासको समयमा पनि वचनहरू तयार गर्नको लागि तपाईँ तयार हुन सक्नुहुन्छ। त्यसपछि त्यति मात्रै होइन, मैले लिएको उद्देश्यको कुराहरू
प्रभुले भन्नुभएको वचन छ, सारा जगत र सारा संसारमा गएर परमेश्वरको वचनहरू। यो मण्डली चाहिँ यस्तो ठाउँ हुनुपर्छ कि भोलिको दिनमा तपाईँहरू त्यो ठाउँमा जाए भाइ बहिनीहरू भनेर भन्दाखेरि हुन्छ दाइ म जानको लागि तयार छु। धेरै छ हाम्रो मिसनको कामहरू गर्नुपर्ने कुराहरू, नेपालमा हामीले गर्नु नसकेको कुराहरू होला, गर्नुभएको कुराहरू होला, जापानमा पनि त्यो मिसनरीको कामहरू हामी गर्न सक्छौँ मण्डलीभित्रबाट है। यो कुरा चाहिँ तपाईँहरू मैले जान्नुपर्ने कुरा। अनि त्यसपछि परमेश्वरले त्यो ढोकाहरू खोलिदिनुहुन्छ, त्यो ढोकाहरू खोलिदिनुहुन्छ तपाईँले मेरो प्रार्थनाको उद्देश्यको कुराहरू है। माग खोज घचघचाउ भन्ने कुरा चाहिँ त्यो। अनि परमेश्वरले प्रार्थनाको जीवनको कुरा चाहिँ अर्को मत्ती 14:23 पनि तपाईँले घर गएर अध्ययन गर्नुहोस्। अनि अर्को कुरा अन्तिम भनेर म आजको वचन यहीँ सिद्धाउने छु, समय धेरै गइसक्यो। आज हामी सङ्गति पनि अलिकति ढिलो सुरु गऱ्यौँ। हाम्रो अन्तिममा परमेश्वरले सिकाउनु भएको उद्देश्य गरेर म तपाईँहरूलाई आजको वचन सिकाउँछु। प्रभुले भन्नुभयो, यो सबैजनाले खोल्नुहोस्, मत्ती 21:13 हामी हेर्नेछौँ। यो अरू वचनमा मर्कुसमा पनि लेखेको छ, यूहन्ना, यो चाहिँ 4वटै गस्पलमा लेखेको छ। मत्ती 21:13 कसैले पढिदिनुहुन्छ? पाउनु भएन भने म पढिदिन्छु। यहाँ यसरी लेखिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, यो लेखिएको छ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ, तर तिनीहरूले यसलाई डाकुहरूको अड्डा बनाएको छ। हेर्नुहोस् है, प्रभु ख्रीष्ट जब फर्केर आउनुभयो त्यो मन्दिरमा, जहाँ सानो समयमा पनि प्रभु ख्रीष्टले त्यहाँनिर येसायाले दिनुभएको वचनलाई उहाँले खोल्नु भएको थियो। त्यहाँ के हो, त्यो प्रवेश द्वारमा के देख्नुभयो भनेर भन्दाखेरि नि, मण्डली चाहिँ नि के उद्देश्यले हामीले खडा गरेको छौँ भनेर भन्दाखेरि नि, आज धेरै दुःख लाग्दो कुरा चाहिँ नि खानेकुराहरूमा पनि हामी डिस्कस गर्न लागिरहेका छौँ। हेर्नुहोस् है, अब यो पछि हामी मिटिङ हुन्छ, हामी सबैजना मण्डलीको सदस्यहरू हामी 1 वर्षको उद्देश्यहरूको लागि हामी योजनामा जानेछौँ। लिडर्स मिटिङ छुट्टै छ। तपाईँहरू मैले जानु भने सानो सानो कुराहरूले, जुन कुराहरूले तपाईँहरू मलाई अल्झाउँदैछ नि, अब त्यो कुराहरू चाहिँ हामीले चाहिँ कट गर्नुपर्छ। मण्डली चाहिँ नि परमेश्वरको योजना र उद्देश्यको लागि हो। यहाँनिर तपाईँहरूमा जब भेला हुँदैछौँ, तपाईँहरू म चाहिँ परमेश्वरको वचन सुन्नलाई, परमेश्वरको वचनलाई सिक्नलाई, परमेश्वरको उद्देश्यको कुराहरू हामी पुरा गर्नलाई, प्रार्थना गर्नलाई, तपाईँहरूको समस्या छ त्यो कुराको लागि प्रार्थना गर्नको लागि, विभिन्न कुराहरूको लागि हामीले यो ठाउँ खारिहरू गरेका छौँ। तपाईँहरूको भेटी, तपाईँहरूको दशंश विभिन्न कुराहरूको लागि चलाइरहेको छ। त्यो कुराहरूको लागि चाहिँ हामीले बुझ्नु पर्यो, जान्नु पर्यो मण्डलीबाट है। तपाईँहरूले यत्रो समय हेर्नुहोस् त, कति टाढा टाढाबाट ट्रेनहरू चढेर आउनु भएको छ, आफ्नो बहुमूल्य समय, त्यो माथि तपाईँले त्यति मात्रै होइन आफ्नो समयलाई खर्चिनु भएको छ, आफ्नो रुपियाँ पैसालाई खर्चिनु भएको छ, विभिन्न कुराहरू गरिराख्नु भएको छ। अनि के उद्देश्य र के योजनाले म चर्च जाँदैछु र मण्डलीको योजनामा म अगाडि बढ्दैछु भन्ने कुरा तपाईँहरू मलाई थाहा भएन भने त्यो जस्तो खिन्नता, त्यो चाहिँ मान्छेलाई होइन, परमेश्वरलाई। त्यो भएर मैले भन्दैछु त, मान्छेलाई नहेर्नुहोस्। मान्छेलाई हेर्दाखेरि मान्छेमा अवगुणहरू धेरै हुन्छ। मण्डलीभित्र पनि अहिले त झन् हामी नेपाली जाति मात्रै छौँ। आबा मात्रै बिचरा जापानिज हुनुहुन्छ, बिचरा भन्नु पऱ्यो, जापानमा आबा हामीलाई साथ दिइरहनु, नेपाली छौँ। अरू विभिन्न देशहरू भयो भने त धेरै कुराहरू हुन्छ होइन, समस्याको कुराहरू। त्यहाँ चाहिँ नि बाहिरपट्टि पुरा व्यापार भइरहेको थियो कि, ठाउँ पनि एरिया पनि निकै थियो होला है। अनि पुरानो मण्डलीमा चाहिँ हामीलाई के सिकाएको थियो भन्दाखेरि बिजनेसको कुरा, व्यापारको कुरा, विभिन्न यो फेरि कोरियनहरू चाहिँ कस्तो हुनुहुन्थ्यो भन्दाखेरि त्यो यो इन्टरनेट सम्बन्धीको बिजनेसको कुराहरू लिएर मेम्बर बढाउने कुराहरू आउँथ्यो कि। हाम्रो चाहिँ सबै किन्ची गरिदिएको थियो है। हामी घरहरूसँग त्यो संहिता पनि थाहा छैन होइन, घरहरूसँग तेरो पनि हाम्रो त्यो ग्रुपहरूमा हामीले त्यस्तो कुराहरू नगर्नु भनेर चाहिँ हामीलाई चाहिँ मण्डलीभित्र चाहिँ त्यो कुराहरू भनेको थियो है। त्यो एकदम इम्पोर्टेन्ट कुराहरू है। तपाईँहरूको जीवनहरू रुपियाँ पैसाको लेनदेनको कुराहरू, विभिन्न कुराहरू चाहिँ हेर्नुहोस्, एकअर्कालाई सपोर्ट नगर्नु भन्ने कुराहरू होइन। विभिन्न कुराहरू हामी गरि पनि रहेका छौँ, गर्छौँ पनि त्यो मण्डलीको थ्रुबाट हामी एकअर्कामा। तर प्राइभेटली जुन कुराहरू चाहिँ नि तपाईँले गर्दै हुनुहुन्छ नि, त्यो पनि एकदमै प्रार्थना गर्नुहोस्। मण्डलीभित्र त हामीले चाहिँ नि एकदमै होसियार हुनुपर्ने कुराहरू छ
है सानो खानेकुराको लागि पनि कसैलाई के मनपर्छ होला, कसैलाई माछा मनपर्छ होला, कसैलाई कुखुरा मनपर्छ होला, कसैलाई मटन मनपर्छ होला, त्यस्ता त्यस्ता कुराहरूबाट पनि झगडाको उत्पन्न हुन्छ है। म त्यो कुराहरू पनि धेरै कुराहरू कट गर्ने योजना गरिरहेको छु अबको समयहरूमा। तपाईँले जान्नुपर्छ है। यो अर्गनाइजर टिम, म्यानेजमेन्ट टिमलाई पनि म अनुरोध गर्छु, यो पछि विभिन्न कुराहरू छ हाम्रो गर्नुपर्ने कुराहरू। परमेश्वरको घरमा चाहिँ तपाईँ र म विशेष गरिकन प्रभुले यहाँ भन्नुभएको कुरा छ, प्रार्थनाको घर हो यो। तपाईँ मेरो लागि प्रार्थना छैन, सङ्गति छैन, जुन कुरा छैन भने त्यो उद्देश्यमा आएका छैन भने परमेश्वरको उद्देश्य नै तपाईँ मैले पुरा गर्न सक्दैन। र त्यो चाहिँ मेरो मात्रै कर्तव्य होइन। तपाईँहरू जतिजना फ्यामिलीहरू तपाईँ आउँदै हुनुहुन्छ, जतिजना तपाईँ लिडरहरू हुनुहुन्छ, सुभाष दाइले मात्रै भन्ने कुराहरू होइन, लिडरहरूमा तपाईँहरू हुनु पर्यो। तपाईँहरू जतिजना हुन्छ छरिएर तपाईँहरू गर्नुहोस्। एउटा सानो मिल्ने ग्रुपमा त किन नबस्नुहोस् भनेर भन्दाखेरि एकअर्काको प्रार्थनाको विषयहरू लिएर एकअर्कामा सरसल्लाह गर्नुहोस्। बिचारा यो मात्रै होइन, त्यहाँ प्रार्थना गरिहाल्नुहोस्। तपाईँहरू गएको समयबाट मैले आपालाई पनि त्यो कुराहरू एकदमै स्ट्रिक्टली भनिरहेको छु है। यहाँ बस्ने, त्यहाँ बस्ने, बस्नुहोस् सबैजना, तर तपाईँहरूको प्रार्थनाको विषयहरू एकअर्काले लिएर त्यहाँनिर प्रार्थना गरिहाल्नुहोस्। म छैन भने अरू तपाईँहरू मिलेर प्रार्थना गर्नु। सबैजना त्यो एउटा बानी बसाल्नुहोस् यो मण्डलीमा। आयो गयो कतिजना चाँडो तपाईँहरू जानुहुन्छ, त्यो भाइ बहिनीहरूको पनि कतिजनाको प्रार्थनाको विषयहरू होला। के छ प्रार्थनाको विषय, प्रार्थना गरिहाल्नुहोस्। तपाईँहरू लिडरहरू तपाईँहरू अगाडि हुन्छ, तपाईँहरू जतिजना प्रार्थना गर्न सक्नुहुन्छ एकअर्का बसेर प्रार्थना गरिहाल्नुहोस्। प्रभुले सिकाउनु भएको उहाँको लिडरसिपमा यस्ता कुराहरू छन्। हेर्नुहोस्, अब यो मण्डलीलाई हामीले कस्तो बनाउने भन्ने कुरा चाहिँ तपाईँहरू मैले एकदमै बुझ्नुपर्ने कुराहरू छ। मैले बाहिरको कुरालाई लिएको छुइनँ। प्रभु यीशु ख्रीष्टले सिकाउनु भएको शिक्षाको कुरा, प्रार्थनाको मात्रै यो त केही पनि होइन, मैले अलिकति मात्रै लिएर आएको छु। अबको दिनहरूमा अझै प्रार्थनाको धेरै भागहरू छ। प्रभु यीशु ख्रीष्टले कस्तो कस्तो किसिमले प्रार्थना गर्नु भनेर हामीले सिकाएको छ है। अबको दिनहरूमा प्रभुले सिकाउनु भएको शिक्षाहरू चाहिँ तपाईँहरू मैले जान्नु पर्यो, बुझ्नु पर्यो, तपाईँले लागु गर्नु पर्यो। सुनेर मात्रै भएन, सुन्ने हामी धेरै भयौँ हो, प्र्याक्टिकल रूपमा पनि लागु गर्नु पर्यो नि होइन। अनि नयाँ आउनेहरूले के सिक्ने पुरानोबाट भन्नुहोस् त। कति दुःख लाग्दो, त्यो कुनामा चाहिँ मिल्ने बस्यो, अर्को ग्रुप चाहिँ त्यहाँ बिचारा एकजना दुईजना, कति अप्ठ्यारो भयो। हाम्रो बुहारी भर्खर आउनु भएको छ नयाँ मेम्बर होइन। कतिजना तपाईँहरू मिल्नेहरू हुनुहुन्छ होला। दिदीबहिनीहरू एउटा ठाउँमा बस्नुहोस् है, दाजुभाइहरू एक ठाउँमा बस्नुहोस्। सुख दुःखको कुरा हुन्छ, हरेक कुराहरू हुन्छ, सिकाउनु पर्ने कुराहरू हुन्छ। मण्डलीभित्र विभिन्न कुराहरू छ। एकदमै यो कुरालाई चाहिँ मैले मात्रै सम्झिने होइन, त्यो तपाईँहरूले पनि लागु गर्नुहोस्। मण्डलीलाई कसरी चाहिँ प्रभावित बनाउने त, ओहो त्यो मण्डलीमा पहिलोचोटि गएको है, फेरि भोलिपट्टि जाउँ न, पर्सिपल्टि जाउँ न, अर्कोलाई पनि लिएर जाउँ न भन्ने मण्डली चाहिँ यो त्यो 14 वर्षमा त्यस्तो मण्डली हामीले खडा गरौँ। प्रभु सिकाउनु भएको कुरा चाहिँ त्यो हो। रमाइलोको लागि मात्रै होइन, हामीलाई परमेश्वरले मण्डली दिनुभएको हो, हामी गर्छौँ। उत्सवहरू मनाइरहेको हुन्छ, क्याम्पिङहरू गरिरहेको छौँ, विभिन्न कार्यहरू छ मण्डलीबाट। हामी परमेश्वरको वचनलाई मात्रै प्रार्थना मात्रै गर्नु भनेर तपाईँलाई भनेको कुराहरू होइन, तर आउँदाखेरि मण्डलीभित्र प्रभु यीशुले सिकाउनु भएको कुराहरू, प्रार्थनाको कुराहरू, विभिन्न कुराहरू चाहिँ तपाईँले मैले गर्नुपर्ने कुराहरू है। अब तेस्रो वर्ष, अब 14 वर्षमा 6 महिना लाग्छ हाम्रो मण्डली। हाम्रो मण्डलीलाई कस्तो मण्डली बनाउने, त्यहाँबाट आउने बित्तिकै कसैलाई वेलकम पनि छैन, कहाँ बस्ने पनि थाहा छैन है। विभिन्न कुराहरू छ। हेर्नुहोस् त, पुरानो मेम्बरहरूले यो कुराहरू तपाईँले जान्नु पर्यो। सानो सानो कुराहरूबाट पनि धेरैजनालाई चित्त बुझिरहेको हुँदैन, धेरैजनालाई भोलि आउन मन लाग्दैन मण्डलीहरू होइन। अब म आफै कति कुराहरूमा सतर्क भइरहेको छु। धेरैजनाले मसँग बोल्न चाहनुहुन्छ, सुख दुःखको कुराहरू गर्न चाहनुहुन्छ, भ्याउँदिनँ। जति हुन्छ अलराउन्डर गर्न खोजिरहेको छु। अब त्यस्तो मण्डली बनाऊ हामी। त्यस्तो बन्नुको लागि चाहिँ नि म गर्छु मात्रै होइन, प्रार्थनाको जीवन हुनु पर्यो। प्रभुले तपाईँले मलाई सिकाउनु भएको कुरा त्यो छ। प्रार्थना नै तपाईँले आफूले आफूलाई गर्नुभएको छैन भने नि तपाईँले मण्डलीको लागि त के, परिवारको लागि त के, श्रीमानले श्रीमतीको लागि त के गर्नै सक्नुहुन्न। तपाईँ आफ्नो लागि एकदमै प्रार्थना गर्नुहोस्। यो वर्षबाट तपाईँहरू प्रार्थनामा जानुहोस्। तपाईँहरू कमजोर हुनुहुन्छ, विषयहरू छ भने मलाई भन्नुहोस्, के विषयको लागि तपाईँहरूको लागि हामीले प्रार्थना गर्दैछौँ। खुल्ला रूपमा तपाईँले भन्नुहोस्। तपाईँहरू कति कुराहरू होला, लिडरहरूलाई पनि होला, गाह्रो अप्ठ्यारो परिस्थिति र अवस्थाहरू, आर्थिक अवस्थाको, कामको विभिन्न कुराहरू सेयरिङ हामी गरौँ होइन। त्यो कुराको लागि नै त परमेश्वरले तपाईँ र मलाई उहाँको अङ्गमा जोड्नु भएको छ। मण्डली चाहिँ त्यो वचन पढ्ने, प्रार्थना गर्ने, सङ्गति गर्ने मात्रै होइन, धेरै कुरा हामी विदेशमा छौँ, साधन गर्नको लागि परमेश्वरले तपाईँ र मलाई यस्तो राम्रो कम्युनिटी दिनुभएको छ। हेर्नुहोस्,
प्रत्येक हप्ता हामी भेट्छौँ। कतिजना डिप्रेसनमा गएको छ, कतिजना समस्यामा गएको छ, के गर्ने भन्ने कुरो थाहा छैन विचार संसारमा हुनेहरू। हेर्नुहोस् त, परमेश्वरले तपाईँ मलाई यस्तो राम्रो कम्युनिटी दिँदै हुनुहुन्छ। क्रिस्चियन कम्युनिटी भनेको त्यस्तो आफ्नो लागि मात्र अर्को लागि प्रार्थना गर्छ है। परमेश्वरले चाहनुभएको मण्डली चाहिँ त्यो परमेश्वरले गर्नुभएको। दुःख सुख के छ, समस्या के परिरहेको छ, एकअर्कामा सेयरिङ मात्रै होइन। भोक लागेको छ भने प्रार्थना गरिदिन्छु है अर्को हप्ता आउनु भनेर हामी भन्ने मण्डली होइन। भोकाएको छ भने उसँग पैसा छ कि छैन, समस्या के छ उसँग, एकजना तपाईँहरूले सोध्नु पर्यो, जान्नु पर्यो, बुझ्नु पर्यो। 2014बाट जब हामी सेवाकाईमा हामी थियौँ, ज्योति र मैले, हामी त्यस्तै कुराहरूबाट भाइ बहिनीहरूको समस्याहरू हामीले गर्दै गयौँ। आज यो समयसम्म हामीले गऱ्यौँ। अब तपाईँहरूले सिक्नुहोस्, गर्नै पर्छ होइन, सिक्नुहोस् है। प्रभु यीशु ख्रीष्टले सिकाउनु भएको शिक्षा थियो, त्यो प्र्याक्टिकल रूपमा गर्नु पर्यो हामीले है। लिडर मात्र भएर भएन, खुट्टा धुँदै हुनुहुन्थ्यो प्रभु यीशु ख्रीष्ट। अन्तिम समयको लिडरसिप चाहिँ त्यो चाहिँ प्रभु, त्यसपछि हामी जानेछौँ है। प्रार्थना गर्नुहोस्, यो समय प्रार्थना गर्नुपर्छ हामीले। अब एकजना हामी लिडरसिपको कुराहरूमा हामी आइरहेको छौँ, भोलिन्टियरको कुरामा हामी आइरहेको छौँ। जबसम्म हामीले प्रार्थना गर्न सक्दैन, आफ्नो लागि प्रार्थना नगरेर अर्को लागि प्रार्थना गर्नु सक्दैन है। त्यो कुराहरू चाहिँ तपाईँले मैले जान्न सक्नु पऱ्यो। म प्रार्थना गर्छु अनि आजको वचन सिद्ध हुनेछु। प्रभु तपाईँलाई धन्यवाद, जुन साँच्चै नै प्रभु तपाईँले हामीलाई सिकाउनु भएका कुराहरू छन्। कति कुराहरू हामी मानिसका कुराहरूमा मात्र फोकस गर्छौँ, मान्छेले लेखेका कुरा, विचार गरेका सोचका कुराहरू मात्रै हामी फोकस गरिरहेको हुन्छौँ। बाइबललाई हामीले फोकस गर्न बिर्सिएका छौँ। हामी क्रिस्चियनहरू आज बाइबलभित्रको अध्ययनको कुराहरू बिर्सिरहेका छौँ। अनि विशेष गरिकन प्रभु तपाईँले सिकाउनु भएको शिक्षाहरूलाई हामीले लागू कति कुराहरूमा गर्न सकिरहेका छैनौँ। हामी क्षमा चाहन्छौँ। विशेष गरी यो मण्डलीले तपाईँले जुन उद्देश्य र योजनालाई खडा गर्नुभयो, अबको दिनहरूमा प्रभु एकजना अहिले हाम्रो जवान भाइ बहिनीहरू धेरै छन्। अनि तपाईँको वचन हुन्छ समय छँदाखेरि नि आजको 5 वर्ष 10 वर्षमा यो भाइ बहिनीलाई यस्तो तरिकाले तपाईँले खडा गर्नुहोस् कि प्रभु, आज प्रभु तपाईँको कामको लागि, तपाईँको योजनाको लागि। अनि तपाईँको वचनले भनेको छ साँच्चै नै प्रभु, सबैभन्दा परमेश्वरको राज्यलाई जब हामी खोजी गर्दछौँ अनि धार्मिकताको कुरा तपाईँ पुरा गर्नुहुने परमेश्वर हुनुहुन्छ। अनि यो संसार र शरीरका कुरा चाहिँ यो छोक चाहिँ तपाईँ थपिदिनु हुने परमेश्वर हुनुहुन्छ। हामीलाई धेरै कुराहरू संसार र शरीरको कुराले हामी उल्टो बाटोलाई नलिउँ, तर परमेश्वरको राज्यलाई पहिला खोजी गर्ने, त्यसपछि दोस्रोमा धार्मिकताको कुरालाई, अनि त्यसपछि प्रभु तपाईँले थपिदिनु। अरू कुराको लागि हामी कष्ट दुःख गर्नुपर्ने कुराहरू होइन, तपाईँले थपिदिनु हुने कुरा तपाईँले प्रतिज्ञा गर्नुभएको छ। त्यो प्रतिज्ञाको वचन मण्डलीका एकजना सदस्यहरू, आज लिडरसिपमा भएकाहरू, भोलिन्टियर गर्नेहरू, सदस्यहरूलाई तपाईँले सहायता गर्नुभएको छ। धन्यवाद सबै कुराको लागि, सुरुदेखि अन्तिमसम्म तपाईँको हातमा राख्ने येशू ख्रीष्टको उच्च पवित्र नाम, आमेन। बाँकी भाग आफूलाई दिन चाहन्छु। आशीर्वाद प्रार्थना आफूलाई।